साथीहरू म चाहिँ मामा घरमा छु अहिले अनि हिजोको भ्लग हेर्नुभयो कि भएन लाइक कमेन्ट गर्नुभयो कि भएन गर्नुभएको छैन भने यदि लाइक कमेन्ट गरिदिनु होला हैन सपोर्ट गरिदिनु होला अनि त्यसपछि आज चाहिँ हामी मेला जान्छौँ हैन अनि अहिले चाहिँ 6-7 बज्न लाग्यो अनि हामी जान्छौँ मेला अनि मेला गइसकेपछि हजुरहरूलाई मैले फेरि न्यू भ्लग हाल्नेछु हेर्नुलाई। म चाहिँ मेरो मामा घरको भ्यू देखाउँछ हजुरहरूलाई। हेर्नुहोस् उता पारी दमाचोर भन्ने ठाउँ छ। यता चाहिँ एकदम ठुलो जङ्गल हैन अनि पारीबाट को आउँदै हुनुहुन्छ अनि हेर्नुहोस् विज्ञान गुड मर्निङ भनिदेऊ। चाहिँ मेरो भाइ हैन अनि यहाँनिर चाहिँ बाख्राहरू हुन्छ अनि यहाँनिर दाउराहरू छ अनि म चाहिँ यहाँनिर छु। हामी चाहिँ मेला जान लागेको छौँ है। यो चाहिँ कहाँको मेला गरे प्लाटुन्जौर हो त्यहाँ जाँदैछौँ। मामु चाहिँ माथिबाट जानुभयो हामी चाहिँ यताबाट आएको छौँ। इच्छाको भाइ हैन यो चाहिँ हाम्रो मामाकी छोरी यो चाहिँ हाम्रो मामाको छोरो यिनी चाहिँ मामाकी छोरी हैन। हामी चाहिँ हिँड्दैछौँ हामी दुईजना यता र यिनीहरू यता छन्। कहाँ पर हो र होइन यता हो। हामी चाहिँ अगाडि बढ्दैछौँ साथीहरू हेर्नुहोस् अनि अगाडि चाहिँ हाम्रो माइजूहरू हुनुहुन्छ म हजुरहरूलाई देखाउँछु। त्यहाँ हुनुहुन्छ दुईटी माइजू एउटी चाहिँ हाम्रो गाउँकी हुनुहुन्छ अनि एन्जल बाबु हेर्नु कति क्युट छ। हेलो साथीहरू अब चाहिँ हामी घना जङ्गलमा प्रवेश गरिसक्यौँ। म हजुरहरूलाई देखाउँछु है। ओइ भागायो के भागायो साथीहरू। हामी चाहिँ मेला जान लागेको थियौँ भर्खर माथितिर चाहिँ बाघ गयो साथीहरू। मम्मी भागायो के पछाडि भागायो साथीहरू बाघ। हामी चाहिँ बल्ल बल्ल जङ्गल काट्दैछौँ। अझै छ जङ्गल फेरि नि अझै छ जङ्गल। यहाँतिर चाहिँ हल्का घाम निक्लेको छ। म हजुरलाई देखाउँछु है। हेर्नुहोस् यता चाहिँ हल्का घाम निक्लेको छ हिँडेर। अब बाघ आएर हेर्नुहोस् त साथी सबैजना भाग्नुभयो। अब झन् एकदम नराम्रो घना जङ्गल आउँदैछ। घना जङ्गल यस्तो घना जङ्गल सल्यानको घना जङ्गल हो यो। त्यो दिन सम्झिँदाखेरि हामीले पटक पटक भन्यौँ जनताका आवाजहरूमाथि दमन गर्ने काम नगर। जनता सडकमा आउँदैछन् त्यसलाई दमन गर्ने काम नगर भन्दा भन्दै 23 गते त्यति ठुलो घटना घटाइयो। हाम्रालाई थाहै छ। 30 राष्ट्रपति स्थानमा बस्नुभयो कमरेड प्रचण्ड कमरेड माधव नेपाल शीतल निवासमा पुगेर यो देशतिर लिएर समस्याको हल गरिदिनु भयो। हामी चाहिँ अहिले मेलामा छौँ है गाइजहरू। चुनाव सम्पन्न पनि आफ्नै निवासमा जनताको बधाई खाने साथीहरू पनि। हामी चाहिँ अब फोटोसोटो खिच्यौँ अनि अब फोटोसोटो खिचेपछि हामी घर जान्छौँ अनि हामीले चाहिँ धेरै खानेकुरा खायौँ हैन। तर मैले हजुरहरूलाई देखाएन त्यसको लागि सरी हैन। अब चाहिँ हामी जान्छौँ घर। अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ बाई बाई। अब भोलि पनि ब्लग आउनेछ है।